हेलो गाइज, वेलकम टू माई न्यू ब्लग। आज मेरो लाइफको दोस्रो ब्लग साउदी अरबबाट। गाइज, साउदीमा हजुरलाई थाहा छँदैछ होला, अहिले रमजान चल्दैछ, नाइट ड्युटी के गर्ने, यस्तो छ नाइट ड्युटी। पेट्रोल पम्पमा काम गरिन्छ होइन, नाइट ड्युटी गर्नु पर्यो। यो पम्प एडनक काम यस्तै हो। अब 3 बजेसम्म यत्तिकै लन्ठ्याङ हिँड्नुपर्छ। रुममै सुत्यो भने उठेन भने बर्बाद हुन्छ। यस्तै पम्प 6-7वटा ठाउँमा हिँड्नुपर्छ है गाइस। अब कसरी सुत्ने हो भन्दाखेरि हामी ड्राइभरको जिन्दगी खलास खतम छ। अनि यो मेरो सुन्दरी, यो मेरो सुन्दरी पानी परेर यस्तै पर्छ तर पनि केही छैन। त्यसलाई फेरि गरिन्छ, राम्रोसँग धोइन्छ। चाहिँ सुत्ने तर्खरमा लाग्नु पर्यो, तकिया लिएर आएको छु रुमबाट। चट्ट लाएर पहिला गाडी स्टार्ट बन्द गर्ने। अनि बिचराहरू पनि अब गाह्रो छ सुत्नलाई। परदेशी जिन्दगी के गर्ने गाई, अब सुत्नु पर्यो, बिस्तारा मिलाउनु पर्यो।